आज म उत्पत्तिका एकादशी व्रत कथा लिएर उपस्थित भइसकेको छु। जय श्री राधे, जय गोमाता। विश्व जगतमा रहेर हामीलाई हेर्नुहुने श्री राधा गोलोक बिहारी भगवान गांसा स्वरूपा सत्कर्मपरायण सज्जनवृन्द धर्मरत्न युट्युब च्यानल र नवराज पराजुली फेसबुक पेजमा यहाँलाई स्वागत छ। यो कथा सत्ययुगमा मुर नाम गरेको राक्षस थियो। उसले ऋषिमुनि सात्विक वृत्तिका मानिसहरू तथा देवताहरूलाई दुःख दिइरहन्थ्यो। प्राणी मात्रका लागि ऊ दुष्ट थियो। यहाँसम्म कि उसले ब्रह्मा, वसु, आदित्य, वायु, अग्नि, आदित्य देवताहरूलाई जितेको थियो। सबैतिर हाकार चल्यो। त्यो दैत्यलाई नाश गर्न मार्गशीर्ष महिनाको कृष्ण पक्षमा शक्ति उत्पन्न भइन्। त्यही शक्ति उत्पन्न भएको कारण यो तिथिलाई उत्पत्तिका अर्थात् उत्पन्न एकादशी भनेर मान्न थालियो। यो तिथिमा परोपकारिणी देवीको जन्म भएकोले व्रत बसेर रात्रिमा भजन कीर्तन र भगवानको चिन्तन गरी जागरण बस्दा ठुलो पुण्य प्राप्त हुन्छ। भगवान श्रीकृष्णले पाण्डवलाई भन्नुभयो, यो एकादशी समान समस्त पाप नाशिनी कुनै पनि तिथि छैन। जसले यो दिन उपवास बस्छ उसमा धर्मप्रति रुचि जागृत हुन्छ। धर्मबाट सत्य र सत्यबाट लक्ष्मी प्राप्त हुन्छ। यो दिन उपवास गर्दा सम्पूर्ण इच्छाहरू पूर्ण हुन्छन् र जीवनमा सुख प्राप्ति हुन्छ। त्यो व्यक्तिको पाप नष्ट हुन्छ र अन्त्य समयमा उसले यमराजको मुख हेर्नु पर्दैन र विष्णुलोक पुग्छ। जन्म मरणको चक्रबाट छुटकारा पाउँछ। यो एकादशीको महात्म्य अनेकौं ग्रन्थहरूमा उल्लेख छ। त्यो दिन दान गर्दा सहस्त्र गुणा फलदायी हुन्छ। यो व्रतको कथा भविष्योत्तर पुराणमा उल्लेख गरे अनुसार यस प्रकार रहेको छ। सत्ययुगमा एक शक्तिशाली दैत्य थियो। उसले सबै देवताहरूलाई पराजित गरी स्वर्गमा आफ्नो अधिकार जमाएको थियो। स्वर्गबाट भागेका देवताहरू पृथ्वीमा घुम्न थाले। उनीहरू सबै मिलेर शिव शङ्करसँग सहयोग माग्न गए कैलाशमा र उनीहरूले सामूहिक रूपमा भगवान शिवको चरण वन्दना गरे। त्यसपछि आफ्नो अवस्था सबै सुनाए। यी देवताहरूको समस्या सुनिसकेपछि भगवान शिवले भन्नुभयो, हे इन्द्र, तिमी भगवान श्री विष्णुको शरणमा जाऊ। म यो समयमा घोर तपस्यामा छु। धर्मानुसार म त्यो दैत्यलाई अहिले मार्न सक्दिनँ। त्यसैले तिमीहरू विष्णु भए ठाउँमा जाऊ। भनिसकेपछि सबै देवताहरू भगवान विष्णु भए ठाउँमा गए। भगवान विष्णु भएको ठाउँमा पुगिसकेपछि सबैजनाले स्तुति गरे र मुरलाई मारेर मुक्ति दिवक्ष प्रभु भने। त्यस पश्चात भगवान श्री हरिले स्वर्गमा गएर दैत्य मुरलाई युद्धका लागि चुनौती दिनुभयो। मुर दैत्य पनि आफ्नो विशाल सेना लिएर युद्ध गर्नका लागि आयो। देव र असुर बीच भयङ्कर युद्ध भयो। दैत्य युद्धमा हार्न लागे। यो देखेर मुर अत्यन्त क्रोधित भयो। उसले देवसेनातिर भयङ्कर बाणहरूले वर्षा गर्न थाल्यो। बाणबाट घायल भएका देवसेना तितर बितर हुन थाले। श्रीहरिले दैत्य मुरलाई भ्रमित तुल्याउन आफू भागेको देखाउन उहाँ उसले देख्ने गरी द्वारिका आश्रमको सीमवती गुफामा गएर सुत्नुभयो। मुर पनि श्रीहरिको पछि पछि लागेर गयो। यसै बीच श्रीहरिको शरीरबाट तेज निस्कियो र एक सुन्दर कन्या प्रकट भइन्। ती कन्यालाई देखेर मोर मोहित भयो। युद्ध विद्यामा कुशल कन्याले मोरलाई युद्धका लागि चुनौती दिइन्। मोर पनि तयार भयो युद्ध गर्नका लागि। ती देवी र मोर बीचमा भयङ्कर युद्ध भयो र अन्त्यमा युद्धमा मोर मारियो। हरिको निन्द्रा पनि भङ्ग भयो र त्यहाँ मोर दैत्य मरेको देखेर आश्चर्यमा पर्नुभयो भगवान विष्णु। भगवान विष्णुले ती कन्यालाई सोध्नुभयो, मोरको हत्या कसले गर्यो? र ती कन्याले भगवान विष्णुलाई भनिन्, मोरको हत्या मैले गरेको, मैले मारेको। भगवान विष्णुले भन्नुभयो, हे भद्रे, तिमीले मलाई ठुलो उपकार गरेकी छौ। बदलामा म तिमीलाई 3 वटा वर दिन्छु। माग भनिसकेपछि ती एकादशी कन्याले भनिन्, भगवान मलाई वर दिने हो भने मलाई पहिलो वर चाहिँ तिनै लोकका मन्वन्तरहरूमा युगौं युगसम्म तपाईँको प्रिय बनौँ। दोस्रो वर, म सबै विघ्न र पापहरूको नाश गर्ने सबै तिथिहरूभन्दा प्रधान तिथि र अब आयु र बल बढाउने बनौँ। तेस्रो वर, जसले मेरो व्रत भक्तिपूर्वक सम्पन्न गर्छ, उपवास गर्छ, त्यसलाई सबै प्रकारका सिद्धिहरू प्राप्त होस्। यो सुनेर श्री विष्णुले भन्नुभयो, हे कल्याणी, तिमीले जुन वर माग्यौ त्यो सत्य होस् भनेर यसरी आशीर्वाद दिनुभयो।
जसले तिमी र मेरो लागि सच्चा मनले र भक्तिभावले उपवास राख्छ ऊ चारै युगमा प्रसिद्ध भई विष्णु लोकमा रहनेछ। यस अतिरिक्त तिमी समस्त तिथिहरूमध्ये उत्तम मानिनेछौ। यो सुनेर ती एकादशी कन्या धेरै खुसी भइन् र हर्षित मन लिई अन्तर्धान भइन्। त्यस समयदेखि यो उत्पत्तिका एकादशीको व्रत बस्ने परिपाटी चलेको हो। यो अत्यन्त पवित्र एकादशी व्रत धारण गर्ने व्रतकर्ताले अघिल्लो दिन मध्याह्नमा एक छाक भोजन गरी शुद्ध भई बस्ने, सूर्यास्त पछि केही नखाइकन बस्ने र भोलिपल्ट बिहान स्नान आदि नित्यकर्मबाट निवृत्त भएर भगवान शालग्राम अथवा भगवान विष्णु अथवा भगवान लक्ष्मीनारायण जुन भगवानको सेवा गर्ने गर्नुभएको छ उहाँ भगवानको चाहिँ विधिवत स्नान गर्ने र आसनमा राखेर शुद्ध वस्त्र धारण गराएर विधिवत पूजनहरू गर्ने र त्यस पछाडि फलफुलको भोगहरू लगाउने, सायंकालीन सत्रमा पनि भजन कीर्तन गरी फलफुलको भोग लगाएर भोलिपल्ट स्नान आदि नित्यकर्मबाट निवृत्त भएर भगवानको सेवा पूजा आराधना गरिसकेपछि सम्भव भएसम्म गुरुलाई बोलाएर केही दान दक्षिणा दिएर भोजन गराई पारायण गर्नुपर्दछ र सम्भव भएन भने भगवानको चरणमा पान गरेर व्रतलाई खोल्नुपर्दछ भन्दै सम्पूर्ण मैले उत्पत्तिका एकादशी व्रत कथा र व्रत बस्ने नियमहरूका बारेमा जानकारी गराएँ। अहिलेलाई जय श्री राधे, जय गोमाता।